को यहाँ अभ्यास गरेका छौं। त्यो 31 वर्षको इतिहासले हामीलाई के दियो, हामीले के शिक्षा लियो, गल्ती कहाँनेर भयो, अब सुधार्ने ठाउँ कहाँनेर छ, यो छलफल गर्नको निम्ति यहाँहरुको समक्षमा हामी आएका हौं। 31 वर्ष भनेको सानो अवधि होइन। म 31 वर्ष अगाडि त भरभराउँदो युवा थिएँ, भरभराउँदो। यहाँ कतिपय साथीहरू, दाजुभाइ दिदीबहिनीहरू पनि भरभराउँदो युवा हुनुहुन्थ्यो। एक युग हो 31 वर्ष भनेको। यो 31 वर्ष नवलपुरले के पायो, के पाउनु पर्थ्यो, के गुमायो, यो छलफल गरौँ भनेर यहाँहरुको बीचमा हामी आएका हौं। 2048 साल कल्पना गरौँ, म त्यो बेलामा त भर्खरको लुर्के ठिटो थिए। यहाँहरु पनि आफ्नो उमेरमा भरभराउँदो हुनुहुन्थ्यो। 48 सालदेखि निरन्तर रूपमा 74 सालसम्म नेकपा एमालेले यहाँ प्रयास गर्यो, सकेन। 48 सालमा झण्डै झण्डै भयो, 51 मा झण्डै नजिक पुग्यो, 56 मा पनि नजिक पुग्यो, 64 मा नजिक पुग्यो, 70 मा पुग्यो, 74 मा पुग्यो। तर संसदीय प्रत्यक्ष निर्वाचनमा थोरै मतले हारे पनि हारियो। हामीले प्रतिनिधित्व दिन सकेनौं। किन सकेनौं? 31 वर्षसम्म हामीले प्रतिनिधित्व दिन नसक्दा यो नवलपुर कहाँनेर चुक्यो? हामी कहाँनेर चुक्यौं? पार्टीले जनताको बीचमा कुरा कति लैजान सक्यो या सकेन? हामीले बुझाउन सक्यौं या सकेनौं? हामीले कहीं कतै त्रुटि त गरेनौं? यो बारेमा छलफल गरौँ भनेर हामी आएका। हामी केवल भाषण गर्न, तपाईहरुलाई सुनाउन, तपाईहरुका कुराहरु नसुनिकन तपाईको चाहिँ हामीले दृष्टिकोण बनाउन हामी आएका होइनौं। कृपया त्यो नबुझिदिनु होला। फेरि अर्को कुरा म यहाँहरुलाई अनुरोध गर्न चाहन्छु। फर्के म फेरि 31 वर्ष अगाडि। किन यो 31 वर्ष युग नवलपुरले के पायो, पाउनु पर्थ्यो के? आज हामीले त्यो बारेमा गहिरो समीक्षा गर्नुपर्छ साथीहरु, दाजुभाइ दिदीबहिनीहरु। हामीले यतिकै चुनाव आयो गयो होइन। 31 वर्ष यो नवलपुरले के पायो? 5 वर्ष हामी संघीयतामा गएको भयो। पोखरामा यहाँको सुकुम्बासी समस्या समाधान गर्नुपर्छ भनेर कसैले आवाज उठाएको कुरा तपाईलाई थाहा छ? इमानपूर्वक भन्नुस्। हजुरहरुले इमानपूर्वक छातीमा हात राखेर भन्नुस्। यहाँका मुख्यमन्त्री पनि हुनुभयो, 5 वर्ष हामीले जितायौं। उहाँले यो ठाउँको सुकुम्बासी समस्या समाधान हुनुपर्छ भनेर बोलेको तपाईले कहीं थाहा पाउनु भयो? त्यो जब आउँदाखेरि त भन्नुपर्छ नि। ल भन्नुस्, थाहा पाउनु भयो कि पाउनु भएन? पाउनु भएन। 31 वर्षसम्म संसदमा यहाँ प्रतिनिधित्व भयो, नेकपा एमालेको प्रतिनिधित्व भएन। 31 वर्षको अवधिमा यो ठाउँको सुकुम्बासीको समस्या, बाटोको कालोपत्र गर्ने